रविको जेलमा बस्ने पालो अब सकिन आट्यो। अब कुलमानको पालो हो त जेल बस्ने। कुलमान र विद्युत प्राधिकरणका प्रमुख सिलवालको सेटिङमा विद्युत आयात गर्दा 43 करोड गडबडी। यो न्युज त तपाईहरुले सुन्नुभयो होला। यो न्युजको वास्तविकता के हो त आउनुस् बुझौं। कुलमान घिसिङ मन्त्री हुनासाथ मनोज सिलवाललाई प्राधिकरणको प्रमुख बनाएका थिए। त्यसकै भोलिपल्ट चाहिँ इन्डियाबाट बिजुली खरिद गर्ने भन्ने एउटा सम्झौता भएछ। इन्डियाको अफर, इन्डियाको सम्झौता अनुसार चाहिँ के छ भने 10.78 रुपियाँमा विद्युत बिक्री गर्न तयार भएको भन्ने कुरा छ। तर प्राधिकरणले चाहिँ 10.77 होइन कि 11.22 रुपियाँमा किन्ने सम्झौता गरेको छ। यसको मतलब के हो भने इन्डियाले जतिमा बेच्न खोजेको त्यो भन्दा पनि बढी नेपालले तिर्न तयार भएको देखिएको छ। अब यो सम्झौता गरेको भनेर अहिले पत्रपत्रिकामा चाहिँ धेरै नै न्युज आइरहेको छ। यसको वास्तविकता चाहिँ के हो त्यो अझ नै थाहा छैन। यसको अनुसन्धान भएपछि के हो, यसको निचोड निक्लेला। साँच्चै नै सम्झौता गरे हो त्यसरी कि वा भित्र केही राज छ, भित्र केही लुकेको कुराहरू छ भने अर्कै कुरा हो। नत्र अब यो सरकारमा त कुलमान बस्लान्, तर अर्को सरकारले कुलमानलाई पनि नछोड्ने देखिएको छ। जहाँसम्म मलाई लाग्छ यो कुरा सत्य हुन सक्दैन। यसमा भित्र लुकेको कुराहरू केही छ, अलिकति हामीले नबुझेको कुराहरू पनि हुन सक्छ। मिडियाले अहिले मिडिया ट्रायल गरिरहेको छ। कुलमानलाई, रविलाई, बालेनलाई गिराउनलाई अनेक काण्डहरू, अनेक प्रोपोगन्डाहरू गरिरहेको छ। त्यो अन्तर्गतकै एउटा कुरा पनि हुन सक्छ। अब यो कुरा सत्य नै हो भने चाहिँ कुलमानलाई अर्को सरकारले छोड्दैन। त्यही भएर अब पालो चाहिँ कुलमानको हो कि भन्ने चाहिँ मेरो प्रश्न। तपाईहरु के भन्नुहुन्छ कमेन्ट गर्नु है त।